चाहिँ म सुर्खेत जान्छु अनि सुर्खेतमा चाहिँ गएर जान्छु नि किनकि गणेशमा चाहिँ हाम्रो पूजा छ अब म एप्रिलमा गएर हल्साको भेट्छु बाई हामी त नाच्नु है रामेण बस है मजाले बस याद आउन है यता अब हामी जान लाग्यौं आयो आयो Waiting for what? हजुर यसमा कहिले जाने होला नानु यता हेर यता कहाँ जानु लाग्यो किन हिँड न के हिँड के छिटो हाई हेलो कहाँ जानु लाग्यो हो सुर्खेत जाँदै हो फर्स्ट टाइम सुर्खेत फर्स्ट टाइम होइन त इन्ट्रेस्टेड नै बसेको हिमालहरू देखिन्छ नि अहिले सीधा बस त सीधा यता हेर
कस्तो छ त ठुलो छ ओ देख्नु खेतहरु हेर न वाउ यहाँ क्यामेरामा राम्रो देखेको छैन होला रियलिटीमा त भाइ साहेब मामु मामु हाम्रो घर कस्तो छ रियलिटीमा के राम्रो छ नि लेन्ड गर्छ है हेर लेन्ड गर्दा गडर हुन्छ है अलिअलि डोन्ट बी अफ्रेड ओके ओइ मलाई लेन्ड गर्दा डर लाग्छ के आफ्ना हाते सामानहरू खानुमा गर्दछौँ श्रीराम प्रोफेसर प्रोग्राममा यहाँहरू सदस्य हुन चाहनुहुन्छ भने हामीले मान्छौँ कर्मचारीहरूसँग सम्पर्क राख्न अनुरोध गर्दछ यहाँ एउटा हेलो त्यही बस न म चाहिँ फर्स्ट टाइम सुर्खेत आएको हो गर्मी चाहिँ कस्तो रहेछ गर्मी चाहिँ मलाई अलिकति पर्खेत के खाँदैछ अलिक फोहोर गरेर घाम कपडा पनि लाउँछ यसले अरे भुलिया घर आउने आउने हामी त चाट खान गइहालेको घर पुग्न बित्तिकै सो गाइस यो सुर्खेतको घर हो होइन अब म मामा सुर्खेतको घर हेर्न अरू जाँदैछु त मेरो चिनेको घर अब म सुर्खेतको घर जाँदैछु यहाँको बाटो त धेरै चेन्ज भएछ हाम्रो त बाटो नै बिर्सिसकेको घर आफ्नो घर अटो यहाँ त मेरो अटो मात्रै चल्छ नि मजे गाडीहरू चल्नु जान चल्दै कति कम छ त्यहाँनिर त्यही पनि बिहान बिहानै नि
सो गाइस मामुहरू पनि यो चोकमा बसिन्थ्यो अरे म बाटो स्कुल वाओ राम्रोसँग खिच त हाम्रो स्कुल खिच राम्रो कस्तो राम्रो बनेको है माथि बस्ने ठाउँ तर स्कुल उत्रौ त ल्याउ त उत्रौ स्कुलको नाम उत्र न एकछिन यता ढल्छ गाडी आज पकाइ एकछिन के भयो सो गाइस यो हो मेरो स्कुल अनि त्यसपछि अनि यो हो मेरो स्कुल मिस्टर मन्टेश्वरी स्कुल अनि त्यसपछि यो त मेरो घर पनि हो स्कुल पनि हो सबै ठुलो मामाले कसरी कप्टिङमा बनाएछ होला है यता आउनु यता साइडमा त्यो होइन त्यो माथि मामु एक तल मात्र स्कुल हो म चल्न त देख्छु दुर्गा आन्टी घर उता सिधा जाने हो एरिया कत्रो ठुलो छ हेर्नु लिचीहरू फलेर रहेछ मामु सुन्छ न यो त बाटो त बन्द रहेछ क्या आजकल है बाटो रहेछ दामी लाग्यो दामी छ नि हाम्रो माम तल स्कुल छ अनि मामाले एक तल मात्र आउँछ है माथि माथि कहाँ बस्छ न के छ अहिले तर मामु होइन आइसक्यो मेरो हावापानी ठिक छ कि त्यहाँ कस्तो राम्रो विशाल बुढा अब चाहिँ हामी डाइरेक्ट जानको लागि गाडीमा बसिसक्यौँ अब हामी डाइरेक्ट जाँदैछौँ पूजाको लागि हामी त डाँडा गाडा हुँदै गएको सिनहरू त कति राम्रो थियो हामी डाइरेक्ट चाहिँ पुगिसक्यौँ अब यो चाहिँ हाम्रो ग्रेट 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 ग्रान्डपाको घर हो अनि यो अझै सम्म छ यो चाहिँ 300 वर्ष अगाडिको घर हो यो अहिलेसम्म यस्तो राम्रो छ म चाहिँ यस्तो घरहरू एकदम मन पर्छ जाऊ न कस्तो छ हेर्छु
मलाई त हेर्न मन लाग्यो म त भित्र गएको सिजन मामासँग मलाई घर देख्दा त एकदम खुसी लाग्यो हेर्यौ कस्तो छ भित्र भन त कस्तो के रहेछ मलाई भन्नु अनि अँध्यारो थिएन डर लाग्यो नि हो How is it the night today? Nice. Nice. Here the gown. Oh my god. Let's jump. Lena, ina mati ina ta. Jump puja ho mati puja huncha jump. भजन लगाऊ के भजन बनाऊ एक गाडी त जल चाहिन्छ म त आज हल्किदेखि यो के हो खाए सोध न बाहिर लसुन रहेछ यहाँ त सिसा यस्तो सानो घरमा कसरी बस्छन् त्यसलाई दस मिनट कसरी गर्ने त अब हेर्ने टाइम यहाँ हुन्छ त ल यता जाऊ यता बाहिर म तिम्रो क्यामेराम्यान आइया चुलो तर चाहिँ खेल्न मिल्दैन होला आधा मात्र छ होला छैन पुरै छ धेरै वाउ पुरै छ त तासहरू त्यति बिग्रेको रहेछ है सिडी आमा अहिले त मिल्दैन रहेछ हिँड जानेर नजाम ल भन न कहाँ जाँदैछ बिस्तारै ल डर लाग्छ मलाई त अबे कुखुरा अबे के हो डर लाग्छ है यति सानो घरमा को बस्छ होला ल जम्मा थियो 10 मिनट भयो छैन अब हुन्छ माथि जाने चाहिँ सजिलो है के हो त्यो त्यो नचलाउ चराको गुड खाए हो खै केसको चलाउनु आऊ यता त्यो आधा मात्र छ होला खेल्न मिल्दैन ल लिएर आऊ यो के हो हामी पहिला गाउँमा जन्मेको भए यहीँ बस्नु पर्थ्यो ओ हमर म
भत्केला तल चाहिँ भूकम्प आयो भने ए पतिन्छ यो भत्क्यो भने हामी त यही दबाई मर्छौँ है नचलाउ छोडिदियो छोडिदियो त्यही राख ह्यामर चाहिँ तल चाहिन्छ होला लिएर ल कस्तो गर्मी छ जाऊ अगाडि अभी दही कस्तो राम्रो छ तर पनि यहाँको टोयलेटहरू है यो फोन माथि लगाउँ है हस् हजुरलाई कुन कलर मन पर्छ मलाई व्हाइट अनि ब्ल्याक तिमीलाई खै हामी रोप्यौ त त्यो बस्ने बाजा कमिला होला खै कमिला यत्रो ठुलो यस्तो पो केक पनि भनेको छ है हामी कहाँ जाने माथि गर्मी भयो है ल हामी यति चर्चा पनि थाक्यौँ है हामी त्यहाँ गएको भयो अहिले बेहोस हुन्थ्यौँ हामी पुरै पानी नै सकाइदिन्थ्यौँ होला है लाइट होइन यो फ्ल्यास लाइट बालेको क्या अब त पाउँदैन होला है उज्यालै छ है भयो अफ भयो हेर्ने रहेछ थियो त उयो खोल्छ उत्तिसको रुख्छ नि त्यहीको बिचमा हो मेल र उत्तिसको बिचमा पहिलाको याद आयो होला एकदम यहाँको त पानी होइन नि पानी खाने नआउनु पर्यो पछि त यहाँको त भुगु भन्थ्यो नि हामी आउँदैन पहिला कस्तो थियो अहिले कस्तो भयो त्यही त ए नानु पक्दै एकछिन भिडियो खिच्दैन त्यहाँ नुहाउँथ्यौँ हामी ठुलो यस्तो धारो पनि खुले हो न म पनि आएर नुहाएको छु त मलाई पनि याद छ कहाँ हो म त्यहाँनिर थियो त ठुलो धारो यस्तो भएछ आजकल अहिले अर्कै थियो त त्यहाँको पानी गाउँतिर लग्यो त ए ल खिच्दै त आऊ त मेरो पनि लौ त ऊ पर जाऊ हामी हिँडेर आउँछौँ खिचिस न म हल्लाउँछु फेरि मलाई कालीपट्टि जाऊ अटेरी बच्चा साह्रै अटेरी भइहाल्यो साह्रै अटेरी यहाँनिर चिन्नुहुन्छ त आऊ निसानी हामी यो ठाउँमा गाडेको छ नि मामा घर हाम्रो पुरानो जन्मै थल स्कुल हो के
रातिखेरि भइसक्यो भयो 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 तर आएको छैन नाइको भयो खिचिदिन्छ ल के भएको यो अनुहार के भएर भन 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 त के भएर बोल न ओह्रालो झरेर भन उकालो त अझ जाँदा हो फेरि कहाँको बाबा थाक्यो यहाँ त सिमरन सानीमा र म त एकदम थाकेर लत्ती टेक्दै हिँडेको हामीहरू त यहाँ पनि त उकालै छ त नि हिँड्दा पानी त दैलेखमा जहाँ पनि पाउँदो रहेछ दैलेख चौराथामा जहाँ पनि हामी त पानीले प्यास गरेर खाएको खाइदिउँ गाउँको पानी पनि यस्तो मिठो हुने नि भन्न पनि सक्दिनँ खेलिरहेको थिएँ यो त सब काट्ने हो मलाई त कस्तो रुन मन लागेको थियो यो सब देउतालाई चढाउने हो सुन्दैन अब यो दिन त अर्को दिन त देउता पूजा गर्ने दिन हो म त तर्सेको थिएँ यति बेला देउता चढ्ने बेला म त कस्तो तर्सेको थिएँ डर लाग्दो रहेछ देउता चढ्ने बेला त अब अर्को दिनको बिहान देउता निस्किने बेला भएको छ यहाँबाट निस्केर अर्को देउता भाटामा हामी जाने हो फुक्न अब चाहिँ देउताहरू आइस्यो देउताहरू अब जाँदै भइसिन्छ अर्को मन्दिर अब त हामी तल अर्को मन्दिरमा जान लाग्यो हामी आइपुग्न लायौँ अब हामी त्यसरी लाइनमा गएको हो पत्रकार खै पत्रकार खुब अगाडि जानु पर्यो मेरो खिच्दै त अगाडि गर्छ त ए पछाडि खिच्नु अब यहाँ चाहिँ देउताहरू डान्स गरिराखेको छ
बेलाको हो। यस्तै गर्नुपर्छ रे, अब चाहिँ यस्तै गर्नुपर्छ रे। देउता मान्ने सबले उठाएर काट्नु पर्छ रे। खस्ला अब यहाँ चाहिँ मेरो मामा माइजू आइसकेको छ। अब यहाँ हामी सबैजना मिलेर खाना खान्छौँ। अहिले त यहाँ कस्तो पिकनिक जस्तै फिल भइरहेको थियो। कति वर्षमा 200 वर्ष बढी 20 वर्ष किताब फुक्यो 220 वर्ष पुरानो घर बाजेको भन्दा बाजे आफूले भोट पाउनलाई यो घर यताबाट त हेर त पुरै गइसक्यो। यतासम्म जाऊ न, यता देउताको यही हो। ए यता डेली चेन्ज हो कपडा। हिँडेर खाने हो त रविन्द्र फर्किँदै भएछ के म आउँछु नि छिट्टै हिँड्छु त हजुर हिँड्छु के जान्छु म छिट्टै आउँछु के हिँड्नु त जानु यो छन् त बनाउने के मामाले चाहिँ मलाई क्राउन लगाइदिएको यहाँ पनि बाला माथिर पनि अब चाहिँ यहाँ मामा माइजूले यहाँ घरमा पूजा गर्छिन्छ अरे, किनकि यो चाहिँ 300 वर्ष अगाडिको घर हो रे। हाम्रो ग्रान्डपाको घर हो रे यो, त्यही भएर पूजा गर्नुपर्छ अरे। किनकि मामा र माइजू यहाँ फर्स्ट टाइम आइसकेको हो नि त बिहा भएपछि चाहिँ।
त्यो के अरे ओद्रे लाए राम्रोसँग हिँड त्यो हेर्न गएन नि त यसो खाने भन्छ नि त कोही तिमी पनि त्यहाँ जाऊ त त्यहाँ यो बुटा बुवाले ल्याएर लगाएको कत्रो भइसकेको छ उताको अलि सानै रहेछ हामी चाहिँ अब हाम्रो लिटल स्टेप मन्टेसरीमा छौँ यो चाहिँ मेरो आफ्नै स्कुल हो अब हामी सबैजना मिलेर यहाँ स्कुल हेर्न गइरहेछौँ किनकि म फर्स्ट टाइम यहाँ आएको सुर्खेत मलाई सुर्खेत चाहिँ एकदम रमाइलो लाग्यो नानु उता जाऊ त त्यता एकछिन मैले हाम्रो स्कुलको झुला पनि झुलेँ मलाई त एकदम रमाइलो लाग्यो
हामी त पछि ड्युटी बजे गयौँ यस्तो पानीमा पनि गयौँ किनकि टाइम थिएन हामी काठमाडौँ जानुपर्छ त्यही भएर हामी यस्तोमा पनि ड्युटी बजे गयौँ माम र म हिँड राम्रोसँग हिँड न अलि अगाडि ल यहाँ त हाम्रो क्यामेराम्यान पानी परिरहेको छ गाई देउतीको चाहिँ आएको खिच्दै हिँड पानी परेर यता हेर यता फर्क्यो यो चाहिँ सुर्खेत एकदम फेमस मन्दिर देउती बजे हो सिधा हिँड न मन्दिरमा उता माथि र लाठी ल हिँड छिटो हिँड अलि एकछिन मामु हामी त्यो देउती बजेबाट निस्केपछि फेरि हामी बुलबुली ताल गयौँ हामी एक्लै मामु छोरी एक्लै गयौँ हिँड त हिँड हेर्छु बुलबुली जाने बाटो यो हो हिँड न यहाँ चाहिँ कति रमाइलो लाठी छ ल मेरो पनि खिच्देऊ तिम्रो र मेरो खिच्ने कोही भएन नि खै सेल्फी बुलबुली जाँदैछ यता फर्केको डक यहाँ पनि रहेछन् हेर त डकहरू जाऊ त डक कता जाऊ न नजिक ल हिँड त तल हिँड नि त आऊ तल जाऊ पाइन्ट अलि माथि सर बुलबुले ताल त गएको यहाँ त सब भत्काएर बनाउँदै रहेछ अहिले त खाली गरे रहेछ बुलबुले हेर्नै पाइनँ पानी मैले छैन त त फिस पनि केही पनि हेर्न पाइनँ मैले त त्यही ताल देखाउन ल्याएको झन् त्यही तालै रहन्छ के भयो
यता 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 हिँड त यसरी यहाँभित्र दौड्थ्यौँ भाइ हामी ल हिँड हिँड तालेर छिटो हिँड न आयो ताल यताबाट हिँड एकचोटि हाम्रो यहाँको सानो रोजर हामीले ल्याएको थियौँ कि यहाँ होइन यहाँ तालमा गइदेऊ है जाऊ न उतै नजिक तालमा गएर पर बिचमा पुगेर आएको म त ला अब डुब्छ भनेको त नडुब्ने रहेछन् कुकुरहरू ल भन यो के हो त्यहाँ नजाऊ नजिक यता म डर लाग्छ है यता नै नै त्यहाँ छुनु पनि हुन्न डर लाग्छ मलाई ऊ त्यहाँ गएर हेर्न पाउँथ्यो नै यता यति गहिरो चाहिँ यहाँ त कोही बचाउनु पनि सक्दैन आइज ल उता होइन ऊ त्यहाँ बिचबाट हेर्न मिल्दो रहेछ है हामी यहीँको मान्छे पहिला अनि थाहा हुन्न होइन अफ हिँड्न छिटो यहाँ त बोटिङ पनि हुन्थ्यो अरे आज पानी परेर यहाँ चाहिँ बोटिङ पनि भनेर अरू बेला यहाँ भिड हुन्थ्यो अरे मान्छेहरूको यताबाट हिँड्छ त पुलनिर हिँड्छ पुलमा हो त्यहाँनिरबाट हेरौँ यो भन्दा नि अझ बिचमा ऊ त्यहाँ बिचमा हिँड्छ बिचमा अलि उता हो यहाँ ऊ त्यहाँ ठुलो छ है यता फर्केर भन त के हो यो अलि जोडले माथिबाट आउँछ माथिबाट तालको पानी हो कि बोटिङ पनि हुन्छ तर यहाँ चाहिँ पानी परेर चाहिँ यो भन यो चाहिँ इट इज लोकेटेड इन सुर्खेत लेट्स गो अब हामी सुर्खेतको बजार हुँदै घर फर्किन लागेको कौशल्याजीमाको घर भिडियो 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 है खेल हामी त घन्टाघर हुँदै गइराखेको हो घन्टाघर हेर्नु साथीहरू त्यहाँ त एउटा ग्राउन्ड पनि थियो अनि हामीहरू त त्यहाँ खेल्न पनि गयौँ मलाई त एकदम रमाइलो लागिरहेको थियो
फेरि हामी घन्टा गरेर चल जाऊ न पर जाऊ न सबैजना उतातिर जाउला तिम्रो पछाडि तिमी कहाँ आएको ल भन्देऊ त एकचोटि तिमी कहाँ आएको ल भन तिमी कहाँ आएको यहाँ धलरा भन्दै थियो अघि कहाँ रे कहाँ छ यो हो अरू भन केही ल ह्याप्पी एनिभर्सरी 1 month एनिभर्सरी मामा र माइजूको बिहा भएको 1 month भयो त्यही भएर केक काटिसकेको क्या मजा आयो हामीलाई त क्ल्याप गर क्ल्याप क्ल्याप हामी त फेरि काक्री बेल गएको त्यहाँ त कस्तो मजा आयो त्यो त जङ्गलको बिचमा थियो त्यही त पच्छ पछि उता माथि हो के अहिले तिनीहरू आउँदैछन् है आउँदैछ त्यही त आउँदैछन् तिनीहरू ल यसमा त गेट पनि निकाल देखिया छ जा उजा न हजुर हजुर अब स्नोबल हजुर पुलिसमा ठ्याक्क आएछ हजुर 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 कता बन्द गर्ने हिँड न हिँड बाबा ल अब ल हिँड बिस्तारै अब बिस्तारै ल जाऊ जाऊ ए ल ल यो स्पाइडर साथी ल ल हिँड्नु ल बिस्तारै हिँड कहाँ छ नि स्पाइडर यिनले बिहान 10 बजे ल्याएर साँझ 5 बजे घर पुग्नु है हामी के खान्छ के खाएन हामी पनि खाएन त के ओइ डल्ली त्यतिका जाके जा अलि माथि जा फुल आओस् न मेमोरीको लागि हो कि एकदम यो राम्रो भए जा 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 रुबी यो यहाँ पनि ब्रान्ड लाउँदो रहेछ मलाई यसको राम्रो लाग्छ कि रुबी ब्रान्डको
यो चाहिँ उहाँको अमेरिकन ब्रान्ड साँच्चै ब्रान्ड कहाँको यो राजी कलेक्सन ब्रान्ड ए यो रुबी ब्रान्ड यसको यो अँ। काठमाडौँ यो कहाँको ब्रान्ड हो त्यो खै खै यता आएर त कतै कहाँ बसल्दैका होला नि त हजुरलाई छ नि त हजुरको ल मलाई राम्रै के छ लग्ने अस्ति भने नि त एकचोटि गर भनेर तँ जाऊ त ल अब आज हामी यो काँक्री बिहारमा विशेष गरेर यो बच्चा पार्टीहरूलाई ओए फुलनटी फुल्टुम दिन्न ए फुलनटी भन्छ क्या आएछ है फुलमाया ओ फुलमाया फुलमाया ओ त्यो केटाले कता गयो हामी अलि यताबाट अब यो बन्द गर्नु कताबाट हो यहाँ पहिला तल यहाँ नि त कहाँ गयो माथिबाट गरौँ न यही हो काँक्री बेडको मन्दिर कस्तो राम्रो छ है यता आऊ त नानु अहिले पूजा गर्छ यता जाऊ न यता ल कहाँको भएर सबैजनाले कहाँको नानु कहाँ रहेछ यो हाई गर न ल गर गर बेबी आइ भन खै बेबी यस्तो यहाँ यहाँ अगाडि आएर खै ल ल माथि बाजा बज्यो माथि तिमीले कुन होस्टेलबाट आएको आज हेलो भन अब म काठमाडौँ रिटर्न हुनको लागि फेरि प्लेनमा बसिसकेको छु अब म फाइनली काठमाडौँ ल्यान्ड गरेँ अब म घर जान्छु अब म यहाँ आफ्नो सामानहरू लिन लाइनमा बसेको छु अब हामी सामलेपछि ट्याक्सी बोलाएर घर जान्छौँ त्यो समाता सक्छौ कस्तो चस्मा खसेछ है ल ल ल ल त ल हिँड उता हिँड अलि उता हिँड त उता हिँड त लगेर पठाउ बोलाउँछु आऊ उता हिँड लगेर सक्छौ
तिमीले कहाँ आयौ ल भन कहाँ एयरपोर्टमा छौ राम्रोसँग भन न यता हेरेर आइपुग्यो हिँड 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 न सो गाइस फाइनली म चाहिँ आइसकेको छु आफ्नो घर अनि कि काठमाडौँ अब चाहिँ मस्त बसेर टिभी हेर्ने हो मस्त बसेर के खाने हो निदाउने हो फोन हेर्ने ल म चाहिँ एकदम राम्रो ठाउँ गएँ तर त्यहाँ पसिना आउने कि बस्दाखेरि पनि अब म चाहिँ भ्लगलाई नै एन्ड गर्न चाहन्छु किनकि म थाकेको छु सो बाइ गाइस काँक्रेबिहार घुम्न पनि हामीलाई धेरै रमाइलो लाग्यो।
अब मामुनु म काठमाडौँ रिटर्न हुँदैछौँ। म त रजुसँग भेट्न एकदमै एक्साइटेड छु। Bye bye Surkhet. I miss you very very much. Bye. म त काठमाडौँ आइपुगेँ, काठमाडौँ एयरपोर्ट। अब मेरो सामानहरू लिन बसेछु लाइनमा।